जति पनि नेपाली आन्टीहरू अहिले ला त्यस्तो गर्यो त्यो राक्षसले त्यस्तो गरेछ कसरी गर्न सकेको भनिरहनु भएको छ नि, यो गर्ने चाहिँ त्यसले गरेको होला। तर त्यो जस्तो मान्छेलाई हौसला दिने चाहिँ नि नेपालभरिको यस्तै मेन्टल्ली इल भएको आन्टीहरू मात्र होइन, अङ्कलहरू या सबै मान्छेहरू भनौँ क्या। तपाईँहरूले छोरा मान्छेलाई कस्तो पारिदिनु भएको थियो, अहिले पनि कस्तो पार्नुहुन्छ। त्यसको उमेर आएको छ, टाढा बस्नु त सतर्क हुनुपर्छ। छोरा मान्छेको त उमेर आएको हो भनेर सबै रेस्ट्रिक्सन छोरी मान्छेको लुगाको लेन्थ जज हुने, साह्रो हाँस्दा नखरेमा उसले कम हाँस्दा घुसघुसे इभन एभ्रिथिङमा जस्टिफाइड। छोरा मान्छेले गरेको सबै थोक राम्रो। अनि छोरा मान्छेलाई त्यति पावरफुल फिल गराइसकेपछि उसले 16 वर्षमा रेप गर्दैन त, गरो त, कसले गर्दा, तपाईँहरूले गर्दा हो क्या। अनि एउटा कुरा चाहिँ यो फ्याक्ट हो, जतिसुकै नमाने नि फ्याक्ट हो। गरिमा 3 वर्षको भएर तपाईँहरूको सबैजनाको ओपनली सपोर्ट पाइरहेछ क्या। तपाईँहरू जस्तो न्यारो माइन्डेड मान्छेको पनि सपोर्ट पाइरहेको छ। 3 वर्षकोलाई गरौँ भनेर 16 वर्षको यही केटी थियो भन्दा नि तपाईँहरू सो क्यारेक्टरलाई जज गर्दै हिँड्नुहुन्थ्यो, उसको केही थियो होला त्यही भएर भएको होला भनेर। धन्य 3 वर्षको भएर सबैको सपोर्ट चाहिँ पाइरहेको छ क्या। नभए त 50% मान्छे त नि उसकै क्यारेक्टरलाई दोष लाउँदै अहिले हटिसकेका हुन्थ्यो, केटासँग केही थियो होला कि त्यही भएर केटाले यस्तो गर्यो, नभए कोही छोरा मान्छेले हात लाउँछ भन्दै। यस्तो भइरहेको छ क्या नेपाली समाज। छोरा मान्छेलाई यति माथि इभ्यालुएट गरिन्छ। अनि 16 वर्षकोले रेप नगरे कसले गर्छ त? यो पालि 16 वर्षकोले गर्यो, अर्को पालि 10 वर्षकोले गर्छ। किनभने तपाईँहरूले एकदम आफ्नो वंश धान्ने, छोरा मान्छे त खतरा भनेर सुपेरियर भन्दै अगाडि बढाउँदै लानु भएको छ नि त। सबै दोष त छोरी मान्छेको हुन्छ नि त। यो पालि 16 वर्षकोले गएर तपाईँहरूको यस्तो सोचले गर्दाखेरि अब अर्को पालि 10 हुँदै कति वर्षकोले गर्छन्। अनि तपाईँहरू दुःखै नमान्नु क्या, तपाईँहरू गरिमाको लागि दुःखै नमान्नु। सबै तपाईँहरू जस्तो सोच भएको क्रिएसन हो क्या। छोरी मान्छेको फोटो, स्कर्ट र बोली हेर्दै हिँड्ने र छोरा मान्छेलाई ओभर भ्यालु दिने, तपाईँहरूले जस्तो गर्दा, तपाईँहरू जस्तोले गर्दाखेरि आज यही भइरहेको छ क्या। सो प्राउड अफ यु, यस्तै गर्दै जानु।